र सम्पूर्णमा शुभ बिहानी भनिन्छ। जस्ट वान स्मल पोजिटिभ थट इन द मर्निङ क्यान चेन्ज यर होल डे है। र यति भन्दै मजाको दिनलाई अनुभव गर्दै घमाइलो लागेको छ र यो घमाइलो घाम लाग्दा मनमा एउटा उमङ्ग, एउटा आशाको किरण जाग्ने गर्छ हामी सम्पूर्ण बिचमा। र म भने चाहिँ दुध ल्याउनुतर्फ जाँदैछु र आज भने सन्डे, सम्पूर्णलाई ह्याप्पी सन्डे भन्दै दुध ल्याउनेतर्फ जाँदैछु। र जाँदा जाँदै मलाई यसो प्रकृतिको एउटा मिठो आभास भयो र यो जुन चाहिँ धोक्रे फुल हामीले हेला गर्ने गर्छौँ है, धोक्रे काट्ने गर्छौँ, तर फुल यति मजाले फुल्छ र प्रकृति निहाल्दै म आफ्नो गन्तव्य जो चाहिँ दुध ल्याउने दोकानतर्फ लागेँ र यसो हेर्दा शिरमा शिव भगवान विराजमान हुनुभएको छ र उहाँलाई दर्शन गर्दै म अघि बढेँ र जाँदाखेरि मनमा यसो यहाँको गाउँ कस्तो घमाइलो छ भने देखाउनु मलाई मन पर्यो र मैले तपाईँमाझ यो भिडियो बनाएको र मैले दुध लिएँ र फर्किनेतर्फ जुन चाहिँ हाम्रो अपोजिटमा जो म फर्किँदाखेरि हाम्रो सान्डुप्चे देख्छ है र त्योतर्फ जानुपर्छ र एकदम मजाको गाउँ छ र यति भन्दै भोलि कन्टिन्यू गर्नेछु। धन्यवाद।